नमस्ते साथीहरू, आज म यस भिडियोमा आसन्न प्रतिनिधि सभा निर्वाचन 2082मा कुन पदको कर्मचारीले कति निर्वाचन भत्ता पाउँछन्, मतदान केन्द्र सुरक्षा अनुगमन गुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता लगायतका मतपेटिका ढुवानी खर्च लगायतका खर्चहरू यहाँहरूमाझ देखाउन गइरहेको छु। मतदान अधिकृतले 2500 प्रतिदिनको दरले दैनिक भ्रमण भत्ता पाउने गर्दछ। त्यस्तै सहायक मतदान अधिकृतले 2000, सहायक मतदान अधिकृत स्तरको कर्मचारी भएमा दैनिक भत्ता भ्रमण खर्च मतदान अधिकृत सरह हुनेछ भनेर लेखिएको छ निर्देशिका कार्यविधिमा। त्यस्तै सहायक कर्मचारीले प्रतिदिन 1600 को दरले पाउँछ भने सहयोगी कर्मचारीले 1200 को दरले पाउने गर्दछ। त्यस्तै स्वयंसेवकले 1200 को दरले प्रतिदिन पाउने गर्दछ। त्यस्तै मतदान केन्द्र निर्माण गर्दा भवन उपलब्ध भएमा 7000 र भवन उपलब्ध नभएमा 15000 यहाँले पाउनुहुनेछ मतदान अधिकृतले। त्यस्तै मतपेटिका तथा निर्वाचन सामग्री ढुवानी बाबत 3000 प्रति 20 किलोमिटरको दरले पाउनुहुनेछ। त्यस्तै विविध तथा भइपरि आउने खर्च पानी बिजुली सञ्चार लगायतमा 5000 यहाँले पाउनुहुनेछ। मतदान अधिकृतलाई एकमुष्ट बुझाउने गरिन्छ। धन्यवाद।